अस्ति म झन्डै झन्डै प्रधानमन्त्री पनि भएको झन्डै झन्डै भएको हो होइन। एकछिन म त्यसमा पनि आउँछु। कसलाई ढोगिनु पर्ने यात्राको ढोग्छु है। म गृहमन्त्री त मलाई चाहिँ भेट्न आउनुपर्छ यहाँ फुलमाला लिएर भनेको कारणले होइन। तपाईँको छैन विदेशीको इसारामा यो सरकार चल्नु हुँदैन भन्ने संस्कृति हो तपाईँको छैन श्रम संस्कृति। ताली बजाउनै पर्छ त्यसमा पनि। अल्छी लाग्यो जाँगर चलिरहेछ है। त्यसो भने म एउटा कुरा पढेर सुनाउँछु ल। तपाईहरु हर्क साम्पाङको कुरा सुन्न आउनु भएको हो। तर हर्क साम्पाङ म त होइन म पनि चिन्छु उसलाई। केही वर्षदेखि म पनि चिन्छु। केही वर्ष होइन धेरै वर्षदेखि चिन्छु। तपाईले चिनेको हर्क साम्पाङ र मैले चिनेको हर्क साम्पाङमा के फरक रहेछ म एउटा सानो पढेर सुनाऊ ल। को हो हर्क साम्पाङ? मैले चिनेको मैले बुझेको। मनभित्र यो देश बाहेक अर्थो केही छैन उसको। भावनाको गहिराईमा यो देश भेट्छ उसले। विचारको उचाइमा यो देश देख्छ उसले। घोर अन्धकारभित्र आशाको किरण छर्ने चेतनाको खेती गर्ने र निराशाभित्र आशा र विश्वास छर्ने काम गर्छ उसले। देश र माटोबारे हजारौं गीत लेख्छ र गाउँछ अनि अरूलाई पनि गाउन लगाउँछ ऊ। उजाड पाखा पखेरु र बगरहरूमा हजारौं लाखौं बिरुवा रोपेर हरियाली बगैँचा र पार्कहरू निर्माण गर्दै बस्छ ऊ। जलाधार र पानीको मुहान बढाउन बिरुवा रोपिरहन्छ ऊ। उद्योग जति सबै बेची खाएको देशमा मुद्दा र मामिला झेल्दै अनेक परीको लफडा झेल्दै उद्योग खोल्दै अगाडि बढ्छ ऊ। मैले चिनेको हर्क साम्पाङ यस्तो छ। तपाईले चिनेको बुझेको कस्तो छ भरे भन्नु होला। ढुङ्गा बोक्छ गिट्टी कुट्छ कठोर भन्दा कठोर श्रम गर्छ उसले। सबै खाले काम गर्छ उसले। मनमा एउटै उद्देश्य बोकेर यो देश बनाउने। भौतिक विकासको आधार तय गर्छ उसले। आधुनिक र व्यवस्थित शहरीकरणको अवधारणा लागू गर्न खोज्छ ऊ। सुन्दर सहर निर्माण गरेर संस्कृतिको सुगन्ध भर्न खोज्छ ऊ। भौतिक सामाजिक शैक्षिक बौद्धिक विकासका आयामहरूमा देखिने काम गर्छ उसले। बाढी पहिरोले जनताको बस्ती बगाउन लाग्दा आफै अघि सरेर भेलमा पानीको भेल खोलाको भेलमा तार जाली कस्न जान्छ ऊ। जनताको घरमा आउने पानीको पाइप उसलाई मन नपराउने विरोधीहरूले लगाएको डडेलोले जल्दा धुवामा निसासिँदै आगो निभाउँदै जङ्गलमै बास बस्छ ऊ। ढुङ्गा हानाहान गरेर होइन मिलेर ढुङ्गा बोकेर देश बन्छ भन्ने विश्वास गर्छ ऊ। हो मैले चिनेको बुझेको हर्क साम्पाङ त्यस्तो छ। लागो छ दुर्व्यसनमा फसेर युवा नबिग्रुन् भन्न खातिर चेतनाको अभियान चलाएर सहरका कुना कराउँदै